खोल्नै आएन कि मलाई कसरी हो। हेलो एन्ड नमस्ते, मेरो नाम रोशन गुरुङ र स्वागत छ सबैलाई मेरो युट्युब च्यानलमा। आज म यता रिपल्स बेतिर छु अनि रिपल्स बेको यता साइडतिर वक गर्दैछु क्या, वकिङको लागि आएको यता। खाली खुट्टा हिँड्दैछु म। अस्ति चाहिँ डाँडाको हावा खाइयो, आज चाहिँ समुद्रको हावा खानी भनेर यता आएको रिपल्स बेतिर। देख्न सक्नुहुन्छ उता चाहिँ रिपल्स बे हो, त्यो रिपल्स बे बिच अनि यता चाहिँ समुद्र छ। चट्ट यहाँ समुद्र अनि यतातिर साइडमा चाहिँ हिँड्ने बाटो छ। यत्तिकै अब समुद्रको साइडतिर हिँड्दै जान्छु। त्यहाँ उता सर्फिङ गर्दैछ, तर यहाँ अलि क्यामेरामा राम्रोसँग देखिएन। रिपल्स बेको भ्यू चाहिँ यस्तो छ है, दामी छ भ्यू त्यो। अनि यता चाहिँ फुटपाथ छ मान्छेहरू हिँड्नको लागि। आज चाहिँ अलि घाम लागेछ, गर्मी नै छ। क्या दामी के डाँडा के त्यो, यत्रो ठुलो डाँडा अनि प्लस यता चाहिँ बिल्डिङहरू, यस्तो दामी बिल्डिङहरू, यस्तो कर्भ सेपमा क्या यस्तो परेको। मान्छेहरू चाहिँ बेला बेलामा यहाँ यसो फिसिङ गर्न नि आउँछ क्या। त्यहाँ बोट पार्टी हुँदैछ अनि म चाहिँ यहाँ यसरी हिँड्दैछु शीतल हावा खाँदै। आज नि एक्लै छु म। मेरो छुट्टी भएको बेलामा बुढीको छुट्टी हुँदैन, बुढीको छुट्टी हुने बेलामा मेरो छुट्टी हुँदैन। त्यही भएर टाइम म्यानेज गर्ने अलि झ्याउ छ क्या। म त सँगै आउनुहुन्थ्यो। यो हिँड्ने ठाउँ नि एकदम सजिलो छ, सिधै बाटो हो। कति सानो चरा हो, कति धेरै रहेछ यहाँ चरा, एउटा दुईटा सानो सानो चरा क्या। यिनीहरू यतै बस्ने रहेछ, यिनीहरूको घर यतै हो क्या। कहाँ गयो? केही डिस्टर्ब गरेर राख्ने है, डिस्टर्ब नगर यिनीहरूलाई। कस्तो मजाको ढुङ्गा, सानो सानो चराहरू। Hello. Lalabas na ako, mamalengke, pero tatlong beses na. लन्च टाइम हुँदैछ यिनीहरूको, कति धेरै रहेछ हौ। स्निकर्स किनेको मेल्ट हुन लागिसक्यो त। कति धेरै चराहरू यहाँ। भगेरी डन, ओ भगेरी डन, भगेरी डन हो। लगता है तूफान आने वाली है। उता पानी पर्दै रहेछ, पानी पर्दैछ अब यता पानी पर्दै आउँछ। अब के हो, यता त गाडी पनि आउँदो रहेछ त। सही पानी परेछ उतातिर चाहिँ।
आज टाइफुन 1 छ नि त, त्यही भएर पानी पर्दैछ उता। भर्खर मैले भने होइन, पानी परिरहेको, पानी पो परिरहेको क्या। भर्खर पानी पर्छ भनेको सिमसिम पानी पर्यो। समुद्रको भ्यू चाहिँ दामी छ क्या यता। यहाँबाट ओसन पार्क धरि देख्ने रहेछ उ त्यहाँ। मान्छेहरू रमाइलो गर्दैछ, वाटर एक्टिभिटिज। मनी प्लान्ट के हो यो? खानेकुरा हो कि होइन? सानो वाटरफल नै रहेछ, तर आज चाहिँ म छुन जाँदिनँ, हेर्छु मात्रै यहाँबाट बसेर। उता माथिबाट आइरहेछ। नेपालमा त यत्रो ठुल्ठुलो हुन्छ, यहाँ चाहिँ त्यस्तो साह्रो ठुल्ठुलो झरनाहरू चाहिँ छैन कि। हङकङमा सानो मात्रै छ। मेरो कुकुर पनि लिएर आएको क्या मैले आज। सेतै भन्न नमिल्ने क्या मजाको हावा छ टाइफुनले गर्दा। कट्टु भिज्ने गरेर जगिङ गरिरहेको छ। डेन्जर पानी परिरहेछ उता डाँडातिर। यहाँ चाहिँ बोटिङ गर्दैछ। अर्को सेकेन्ड वाटरफल आयो है गाइज। यहाँ त झन् लेउ छ, स्योर चिप्लिन्छ यहाँको हामी त। कति रमाइलो हो। क्या मजाले फुल फलेको क्या, लटरम्मै यता यता पनि कस्तो मजाले फलेको। यहाँ त सब डाँडै भरि छ। सानो माउन्टेनहरू जस्तो के। म चाहिँ यहाँ ढुङ्गामाथि बसेर ओसन पार्कको भ्यू हेर्दैछु। अनि यो ढुङ्गा चाहिँ क्या इन्ट्रेस्टिङ क्या। त्यो हिमालहरू हुन्छ नि, पहाडहरू ढुङ्गाको हो त्यस्तै देख्ने क्या। तपाईँहरूलाई कस्तो लाग्यो?
त्यस्तै छैन त। यस्तो बाहिर नेचरतिर आएर यसरी बस्न क्या आनन्द हुन्छ क्या। त्यो हुन्छ नि भित्र मनभित्र भएको टेन्सनहरू, एङ्जाइटीहरू सब हट्छ कि यतातिर आएपछि कि यस्तरी भ्यू हेर्दै आनन्दले नेचरको साउन्ड सुनेर, चराहरूको साउन्ड सुनेर। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ? मलाई चाहिँ त्यस्तो लाग्छ कि आनन्द लाग्छ कि। सधैँ सहरतिरै भइराखेको भएर नि होला कि त्यस्तो लाग्यो। जहिले होइन काम घर गर्दा गर्दै वाक्क लाग्ने क्या। हामीले इनर पिस पाउन सक्छौँ क्या हामीले नेचरतिर आएर यसरी बस्यो भने होइन। एक दिन बिताए पनि क्या, दिनभरि आएर बस्यो, छुट्टीमा एक दिन भए पनि, एकछिन भए पनि यसरी बसिराख्यो नि कति आनन्द आउँछ क्या। तपाईँहरू नि ट्राई गर्नुहोस्, अनि थाहा हुन्छ बल्ल। फेरि यसले हावा कुरा गर्यो भन्दा फेरि साँच्ची हो क्या। यस्तरी बाहिरतिर आएर होइन, सहरबाट टाढा आएर यसरी बस्यो भने कस्तो आनन्द आउँछ क्या। म नि कति भएको थियो होइन यस्तरी हाइकिङहरू यता बाहिर नआएको, अनि अस्ति हाइकिङ गयो नि त, कस्तो आनन्द आयो क्या। अनि फेरि आउन मन लाग्यो छुट्टी हुने बित्तिकै। अनि फेरि आज नि आइदिएँ कि म। आज चाहिँ यता समुद्रतिर। कहिले डाँडामा, कहिले समुद्रतिर। अब जाडो आएपछि चाहिँ क्याम्पिङ जानुपर्छ। क्याम्पिङ नि सही रमाइलो हुन्छ क्या। जङ्गलमा गयो, आफै पकायो, खायो, जङ्गलमै सुत्यो, टेन्ट लगाउनदेखि लिएर खाना पकाउन सब कस्तो रमाइलो हुन्छ क्या। अब गर्मीमा त जान सकिँदैन, अब जाडोमा जानुपर्छ क्याम्पिङ। अनि क्याम्पिङको भ्लगहरू पनि बनाउँछु म। अस्ति नै यो के अरे समर स्टार्ट हुनभन्दा अगाडि पनि मैले बनाएको थिएँ एउटा क्याम्पिङको भिडियो, क्याम्पिङको भ्लग। त्यो हेरेको छैन भने तपाईँहरूले हेर्न सक्नुहुन्छ, मेरो च्यानलमा छ है। अनि तपाईँहरू नि कहिलेकाहीँ अब जाडोतिर छुट्टी भएको बेलातिर टाइम मिलाएर क्याम्पिङ जान सक्नुहुन्छ। एकदम मजा आउँछ कि, एकदम रमाइलो हुन्छ, मनलाई आनन्द आउँछ कि क्याम्पिङ जान। म पनि धेरैचोटि गइसकेँ क्याम्पिङ, साथीहरूसँग, बुढीसँग। रमाइलो हुन्छ, जोस् आनन्द आउँछ क्या। अब नेक्स्ट टाइम बिच आउँदा चाहिँ म कपडा लिएर आउँछु अनि स्विमिङ गर्छु बिचतिर। यहाँ चाहिँ होइन, बिचतिर यस्तो फेरि यस्तो ठाउँतिर अलिक खेल्नु हुँदैन, खतरा हुन्छ। मलाई त्यति राम्रोसँग स्विमिङ गर्न नि आउँदैन, त्यही भएर बिचको साइडतिर मात्रै खेल्छु। यस्तोमा फेरि नआउने मान्छेहरू त नगए नि हुन्छ कि, यस्तो ठाउँतिर चाहिँ अलिक खत्रै हुन्छ। छालले तानिदिन्छ क्या। त्यो अलि केयरफुल हुनुपर्छ पानी र आगोसँग चाहिँ। ल एक्कासी कस्तो पानी परिरहेको। तर केही छैन, दामी भयो नि त, पानीको आवाज सुन्न पाउने भयो। पानीको आवाज सुन्नमै मलाई चाहिँ फेरि क्या रमाइलो लाग्छ कि यस्तो पानी पर्यो भने। पानीमा हिँड्न कस्तो रमाइलो लाग्छ। लुक एट द क्लाउड गाइज, कस्तो दामी देखेको। यहाँ झर्नाको अगाडि तपस्या गर्दै हुनुहुन्छ।
यो त प्राइभेट ठाउँ जस्तो छ त यो। घर छ, घरमा सब झाडी झाडी। त्यहाँ पनि बुद्ध छ, यता पनि बुद्ध छ, अनि त्यहाँ मजाको झरना छ। यहाँ कस्तो मजाको घर के यो, सब झाडी झाडीले ढाकिएको। आनन्द आउँछ होला बस्न पनि, हरियो भएर क्या। धनी मान्छेहरूको घर कहिले हुने हो मेरो पनि यस्तो घर। कस्तो मजाको देखेको पानी परेको त्यहाँ समुद्रमा। ओहो डेन्जर ठुलो पानी आउँदैछ उताबाट त। ए सेतै भयो यसरी सरर। कसो आज छाता नल्याएको भए चाहिँ बर्बादै हुने रहेछ। सब ढाकिसक्यो पानीले। क्या मजाको पानी परेको उतातिर त। कस्तो दामी बनाएको त्यो डाँडामा, डाँडामाथि यत्रो ठुल्ठुलो बिल्डिङ। अनि यहाँ छ यो चाहिँ डिप वाटर बे। यहाँ चाहिँ बार्बिक्यू गर्ने टोलीहरू टन्नै आउँछ। फ्राइडे स्याटरडे सन्डे चाहिँ टन्नै हुन्छ क्या यहाँ बार्बिक्यू गर्नेहरू। आज टाइफुनले गर्दा, टाइफुन 1 र पानीले गर्दा खासै छैन, मान्छे छैन भनौँ न। त्यहाँ छाता त राखे रहेछ, कोही कोही मान्छेहरू होला सायद। कपडा ल्याएको है यो पानी परेको बेलामा, पानीमा भिज्दै हिँड्न कति मजा आउँछ। के गर्नु, कपडै ल्याएन। नेक्स्ट टाइम। रिपल्स बेबाट हिँड्दै म डिप वाटर बे आइपुगेँ। यो चाहिँ नेपालीहरूको फेमस स्पट हो कि यो पनि बार्बिक्यू गर्नको लागि। नजिक पनि छ होइन, अनि आउन पनि सजिलो छ क्या। त्यही माथि लोकेसन पनि दामी छ। टोइलेट यहीँ छ, सब यहीँ छ, यहीँ बिच छ, यहीँ समुद्र छ। त्यो भन्दा अरू के चाहियो त नि होइन गाइस। यहाँ हङकङमा चाहिँ यस्तो हुन्छ क्या बार्बिक्यू गर्ने स्पट। यहाँ चुलो हुन्छ, यहाँ टेबल हुन्छ। पानी चाहिँ सही परेछ क्या, मलाई सही रमाइलो लागिरहेको छ यहाँ पानी परेर। ओहो अहिले त झन् डेन्जर पानी परेछ यार, सेतै। त्यहाँ बकुल्ला कति मजा पानीमा रुज्न। ओहो उता त खत्रै पानी परेछ के। यता सिमसिम पानी परेछ, उता चाहिँ डेन्जरै पानी परेछ। त्यो केबल कारमा के भयो होला ओसन पार्क जाने मान्छेहरूलाई। ओ त्यहाँ स्विमिङ खेल्दैछ। म पनि जान्छु खुट्टा भिजाउन। तर कस्तो मैला पानी हो, डेन्जर मैला रहेछ पानी त। पातै पात। अहिले त हावाहुरी नै आयो यार। ए टाइफुन त फर्केर आयो जस्तो छ फेरि। एकछिनमा यस्तो हावा र पानी आइदिइरहेको। ओ माई गड।
डेन्जर हावा र पानी आज कि अझै उतै जान्छु भनेको खै सकिँदैन जस्तो छ। यहीँ अड्केर बस्नुपर्छ होला अब। गाह्रो छ गाइस। त्यही भएर वेदर ब्याड वेदरमा यसरी हाइकिङ आउन चाहिँ नहुँदो रहेछ बाहिर। अझै म डाँडातिर गएको भए हालत खराब हुने रहेछ। यहाँ यस्तो बाहिरतिर चाहिँ यस्तो भइरहेछ कि हात उडाइदिएला जस्तो भइरहेछ। गिद्दी एप कति बेरसम्म हो अब यस्तो। पानी मात्रै पर्दैन हुन्छ नि, कस्तो हावा नि आएको छ कि फेरि। नत्र यहाँ बस्नु हुँदैन नि। बस चाहिँ यहीँ आउँछ है, तर बस यहीँ आउँछ। अझै उतै हिँडेर अझै उतै जाने भनेको खै जान नसकिएला जस्तो छ। अब यहीँबाट बसमा चढ्नु पर्ला। पानी चाहिँ सही आएको छ कि सही। ओहो अचानक कस्तो वेदर खराब भएको क्या। त्यही भएर यता समुद्रतिर चाहिँ अलि थाहै हुँदैन कि कति बेला के हुन्छ, थाहै नहुँदो रहेछ। पानी सुक्ला जस्तो भइरहेको थियो, एक्कासी डेन्जर ठुलो पानी हावाहुरी आइदिइरहेको कि। Hello guys, म फेरि आएँ। Hi guys, welcome to the आमाको घर। यहाँ को आछ यी? आमा छोरी यहाँ मामा घर आइपुग्यो है। सानो आज कहाँ गएर आएको नि तिमी? नाचेर आएको। कुन गीतमा नाचेको? लाबु 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 आज कस्तो बाबुले बनाएको र बाबाले बनाएको चटपट खानु मन लाग्यो। अनि के भयो? चटपटे खानी रे मामुले, चटपटे म खानी रे। पनि खान्छु चटपटे पिरो। पिरो मन पर्छ तिमीलाई? म चाहिँ भर्खरै हिँडेर आएको उता के अरे रिपल्स बेबाट। डेन्जर पानी पर्यो अनि त्यही भएर खासै हिँड्नै सकेन अनि फर्केर आएँ म त। आधी फुल बाटो हिँडौँ भनेको मिलेन क्या पानी परेर, त्यही भएर आधी बाटोबाट फर्केर आएको म त। अनि घर आएको त कि लुक मङ्की पो आएर रहेछ हाम्रो घरमा त। मङ्की नाचेर आएको रे आज। ए म्याउ पो हो? ए म्याउको मम्मी। ऋतिक रोशनले एक्स वाइफलाई हक गरेको गाइस, कति स्विट। हेर्नुस् त ढारे बिरालो। लालाबु हो कि के हो? लाबुबु हो कि लालाबु हो? रिपल्स बेबाट डिप वाटर बे हुँदै उता ओसन पार्कतिर निस्किन्छु भनेको पानीले डिप वाटर बेबाट निस्किनै दिएन।
अनि त्यहाँ डिप वाटर बेमा एकछिन बस्यो। कस्तो ठुलो हावाहुरी पानी आएको थियो कि अनि हिँड्न पनि नमिल्ने सब कपडा फेरि धुँदा भने टेन्सन हुन्छ नि त। अर्को एक्स्ट्रा कपडा नि हुँदैन फेरि। अनि त्यही भएर अनि त्यहीँबाट बस कुरेर अनि बस आएको। बसबाट घर आएको अनि घर आउँदा फ्रेस हुँदा त यी भान्जीहरू नि आइसक्यो रहेछ। कस्तो ब्रेड किनिदिन्छौ बाबुलाई? मैले पार्क एन्ड सबको ब्रेड। पार्क एन्ड सबको ब्रेड किनिदिन्छौ? अनि अरू के किनिदिन्छ? एउटा क्यान्डीहरू। अनि बाबुलाई घुमाउन कता लान्छौ तिमीले? बीच अनि स्विमिङ पुल। स्विमिङ पुल नि लान्छौ? सानोलाई स्विमिङ गर्न आउँछ कि आउँदैन? वाउ, सानोले त कस्तो दामी स्विमिङ गर्दो रहेछ नि।